दाजु अहिले मलाई लास्ट हतार छ के तँलाई के को हतार हामीलाई हतार हुँदैन खै दाजु मलाई माथि भर्न दिनु के झन् हतार छ भने राजु हतार छ भन्ने हुन्छ म बाटी आएको म अटी भर्छु सुन्नु न हजुर मलाई अलि हतार छ पानी म बटी भर्छु नि है हुन्छ हामीलाई त केही हतारै छैन तिमी मोजाले भर अझ अर्को छ तिमी आएको काम छ त्यस्तो जो अटी अगाडि आएको त्यो बाटी भर्न जान्छ काम छ भनेर हुन्छ घरमा मेरो कति काम छ ए दाजु हतार नगर्नु न तपाईँको बहिनी जस्तै त हो अहिले तैँले ठिक कुरा गरिस् भरौ नानी भरौ घर कता हो तिम्रो घर त यतै हो घरको सानो गाउँमा ए त्यसो भए त राम्रो हुने भयो तपाईँ त राम्रो मान्छे हुनुहुँदो रहेछ भाइटिकाको दिन मेरो घरमा आउनु टिका लगाइदिन्छु यहाँ मलाई कति हतार भइसक्यो केटी देख्नुहुन्न केटीलाई अटी भर्न दिन्छ काटीको कुरा गयो